हेलो अनि गुड मर्निङ सबैजनालाई फेरि पनि स्वागत छ आजको मेरो सानो भिडियोमा। र गाइस आज चाहिँ बनिन्छ तपाईँको चिकन हैन। चिकनको लागि मैले प्याज हालिसकेँ। अब अहिले चिम्बेर देखाउँछु तपाईँहरूलाई अगाडिको प्रोसेस। अब चिकन हाल्ने बेला अलमोस्ट भइ नै गयो हो। आजको लागि चिकन चाहिँ टक्कै चिकन हाल्दैछु गाइस हैन। सो गाइस हैन अझै हेर्न सक्नुहुन्छ अलमोस्ट 50% चिकन चाहिँ हाम्रो फ्राई भइसकेको छ हैन। तपाईहरुले राम्रो देख्नु भएको छैन होला। चिकन चाहिँ अब अलमोस्ट 50-70% चाहिँ फ्राई भइसक्यो। अब यसमा तपाईको मर मसला हाल्ने काम हुनु आँटेको छ हैन। गाइस अहिले चाहिँ मसला हाल्न आँटेको म चिकन मसला चाहिँ रेडी भइसकेको छ। यहाँ दिएको मसला चाहिँ हैन। सो गाइस हैन मसला चाहिँ अब सरर जाँदै थियो। मसला गयो। लु मसला गयो गाइस। गाइस हैन मसला हाल्दिसकेको छु मैले हैन। एकदम दामी फ्रेग्रेन्स एकदमै राम्रो मक गन्ध आयो। गन्ध हो कि के आइरहेको छ दामी भइरहेको छ। तर फाइनली चिकन चाहिँ खत्तम हैन। हेर्न सक्नुहुन्छ। यो चाहिँ अब बन्द गरेर राख्दिन सिधै बेलुका निक्लिन्छ। ओके गाइस।